गाइज हेर्न सक्नुहुन्छ यस्तो यम्मी यम्मी गिलो चटपटी मैले कसरी बनाएँ भन्दाखेरि सुरुमा चाहिँ पी चाहिन्छ। पी भनेको चाहिँ अब यो मटर अनि त्यसपछि चाहिँ आलु अनि आलुलाई नि यसरी केलाउनु पर्छ। अनि त्यसपछि प्याज खुर्सानी क्युकम्बर अनि हेर्न सक्नुहुन्छ मैले चाहिँ यो चाहिँ सस गिलो चटपटेको लागि सस रेडी पार्दैछु। त्यसपछि चाहिँ मैले अनि कागती कागती चाहिँ एउटा ड्याङ्गै हाल्नुपर्छ, अमिलो हाल्नुपर्छ नि त। सो अनि त्यसपछि मैले चाहिँ यहाँ चाउचाउ फोड्दैछु। चाउचाउ चाहिँ अब हजुरहरूलाई जुन हाले नि भयो, हजुरलाई अब कुन वाइ मनपर्छ कि वाइ क्विक मनपर्छ कि विच एभर यु लाइक होइन। अनि त्यसपछि नि त्यसपछि अनि यो रहेको छ चटपटे मसाला। अनि चटपटे मसाला चाहिँ हजुरहरूले घरमा पनि बनाउन सक्नुहुन्छ अथवा बाहिर नै किन्न सक्नुहुन्छ। यति धेरै यो 1 केजी होला। अनि यसलाई चाहिँ मलाई चाहिँ 100 रुपिस पर्यो। एकदमै टेस्टी हुन्छ यो हालेसी चाहिँ। अनि यो चाहिँ बिरे नुन हो। बिरे नुन नि हाल्दा नि हुन्छ नहाल्दा नि हुन्छ, तर हाल्यो भने चाहिँ एकदम मिठो हुन्छ। इट्स अप टु यु गाइज होइन। अनि त्यसपछि हेर्न सक्नुहुन्छ यस्तो भएको छ। मैले चाहिँ सबै हालेपछि त्यसपछि त्यसो भुजा पनि थोरै हालेँ। अनि त्यसपछि मैले लसुन अनि त्यसपछि धनियाँ अनि हालेर सस हालेँ। अनि त्यसपछि हेर्नु त मिक्स भएपछि त मम यम यम यम। ओके बाई।